अगाडि त्यो ठ्याक्कै निकाल्दा हेरेको यस्तोमा रगतै रगत लागेको थियो एउटाको यहाँ दुलै परेको थियो पुरै के मुभीमा हेर्दा जस्तो देखिन हामी ठ्याक्कै रियलमै त्यस्तै देखियो कि पुरै है। अनि त्यसपछि डर लाग्यो क्या हामीलाई। अनि भिडियो के भन्छ यो विदेशीहरूले प्लान गरेर डिजाइन गरेर यो आन्दोलन गराएको अनि त्यो अर्कै साफ सुटरहरू ल्याएर गरेको यो कुराहरू एकदमै गलत हो। यो चाहिँ साफ सुटर कोही आएको थिएन, हेलमेट लाएर अनि त्यो चस्मा लाएर पुरै फुल बडी कभर गरेर आएन नि। साफ सुटर त कोही नेपालकै हुन्, ती सहयोग गर्ने हुन्, ती फ्रन्ट लाइनमा ग्यासहरू प्रायः पानीहरू प्रायः हुँदाखेरि जोगिनको लागि त्यो छोपेको मात्रै हो क्या त्यो। नर्मल आन्दोलन सुरु त्यो डेन्जर सुरु भएन। अनि त्यो 12 सम्म ठिक छ, पुलिसहरू बसिरहेको छन्। पुलिस हाम्रै सपोर्टमा थियो नि, हामीलाई सुरक्षा गरेर बसेका थिए। ती मान्छे चिनेर के थियो त कहाँ चिन्नु सुदन गुरुङ भन्दा होइन। त्यसो त गाडीमा यतातिर साइडतिर गाडीमा आएका थिए क्या त्यो माथि बसेर अनि माइकिङ गर्दै अब माइकिङ पनि नसुनेको अब हल्ला भइरहेको थियो। त्यो रातो र चन्द्रसूर्य भन्ने गीत गाइरहेको थिएँ। अनि माइकिङ गर्दै आयो अनि त्यसपछि अनि माइकिङ नगएपछि यसो नस्ता गर्दै यसो बस भनेर सबैले अराइरहेको थियो कि। त्यतिखेर स्टप लागिसकेको थियो, अगाडि पुलिसहरू स्टप लागिसकेको थियो, नर्मलै थियो। अनि माइकिङ गर्दै यसरी बस भन्यो अनि तिनीहरू अनि हामी बस्यौँ पनि, सबैजना बस्यौँ। अलिअलि उभिएका थिए, अलिअलि त्यो कोही गीत गाउनु। दोस्रो दिनको आन्दोलनमा चाहिँ होइन, पहिलो दिनमा पहिलो दिनमै पनि नर्मल आन्दोलन सुरु त्यो डेन्जर सुरु भएन। अनि त्यो 12 सम्म ठिक छ, पुलिसहरू बसिरहेको छन्। पुलिस हाम्रै सपोर्टमा थियो नि, हामीलाई सुरक्षा गरेर बसेका थिए। अनि एकदम सिम्पल थियो, एकदमै सिम्पल थियो। डिस्कटतिर पनि सिम्पल थियो होइन, प्रोटेस्ट मात्रै गर्ने, एन्टी करप्सनको कार्डहरू यसो राख्ने। त्यो ठाउँ चाहिँ फर्किने कुरा थियो। फर्किन हामी अब फर्केर उतै फर्केर माइती घरतिर गएर यता गर्ने भन्ने कुरा थियो। तर मान्छे फर्केनन्, ती अलिक कोही टाइपका फर्केनन् कि। सबै अब अलिअलि फर्किन खोजे अनि अरू फर्केनन्। अनि गई गर्छ भिड अगाडि त्यो पुलिसको अलिअलि। अब त्यो नफर्केपछि तिमीहरू पनि लगभग अब अरू पनि फर्केका छन्, किन फर्किने जस्तो भयो होइन। नगीलाई नि सोध्नु, त्यो मेरो साथी नगिन हामी 3-4 जना गएको थियौँ। अनि मैले भनेकै त्यहाँ अब फर्किनुपर्छ उता माइती घरतिर जाने भन्ने। अहिले हो र अब यहाँ आइयो, अब एभरेस्ट ढोल्दै फेरि माइती घर जाने अनि जेही त हुने आन्दोलन त आउने अनि टक्कै फर्केर उता जाने भनेको। अनि त्यसपछि वास्तै नगरी हिँड्ने त्यो अगाडि अङ्कल टाइपका गयो अगाडि। अनि अब हामी त अगाडि गइएन। अनि त्यसपछि अलिकति थोरै पछाडितिर थियौँ। अनि फर्काउनु त कोही फर्किँदैन, कोही चेस खेलेर बसिरहेछन् भुइँमा, कोही के गरेर बसिरहेछन्, नाच्दैछन्। अनि त्यसपछि एकैचोटि त्यो ठेला अब भिड अलिक अगाडि गइसक्यो। अब भनेपछि अब हामीले त के थाहा केही भएछ, केही पनि थाहा नर्मलै थियो। अनि पानीको फोरा हाल्न थाल्छ जब त्यो 12 गयो अनि पानीको फोरा हान्न थाले। तिम्रै अगाडितिर हो कि अर्को साइडतिर? हाम्रै अगाडि। म यहाँ छु, त्यहाँ अगाडि थियो त्यो 12 जब अलिकति ठेलियो नि, उताबाट पुलिसको तिनी साथीहरूले ठेलेका हुन् कि अर्को कोही नयाँ मान्छे आयो कि? भनेपछि तिनीहरू त कहाँ ठेलेर, तिनीहरू त सुरुमा उभिरहेको थियो नि त। अब त्यत्रो आज 15-20 मिनट आधी घन्टा जति चाहिँ नठेल्ने अचानक ठेल्ने त हुँदैन नि त। त्यतिखेर त हामी स्टप भएर एकछिन नाचेर त्यो यसो बिहान त्यसो गरेर बसेको। अनि एकैचोटि ठेल्ने हुँदैन, एकैचोटि त केही भएरै ठेलिएको कि नभए त्यत्रो 15 मिनट फर्केर अनि फर्किने बेलामा चाहिँ नफर्किकन त्यो त्यही भइरहेको क्या। अनि त्यो ठेलियो। अनि ठेलिएपछि उताबाट पानीको फोराहरू आयो नर्मल थिएसम्म। अनि अलिअलि यता भागे, अलि नर्मलै थियो। अनि असुर ग्यासहरू आउन थाल्यो। ग्यासहरू ग्यास त आएको थियो, अलिक पछि बिस्तारै ग्यास आउन थाल्यो। अनि हामी छक्क परेको थियौँ। अनि त्यो 300 मिटर संसद भवनको 300 मिटर भन्दा भित्र चाहिँ जान नपाउनु पर्ने हो नि त। तर त्यहाँ जान दियो कि गइयो, त्यो जान दियो। सहज तरिकाले जान दियो कि अलिक जबरजस्ती जान नदिनु पर्ने हो कुनै हालतमा। तर त्यस्तो धेरै त्यो बलै प्रयोग भएन कि। यतिकै लगभग के गर्दा गर्दै त्यो खेलेन हो कि यतिकै। एक खालको षड्यन्त्र रहेछ कि क्या हो त्यो गभर्नमेन्टको? त्यो पनि हुन सक्छ षड्यन्त्र। हल्का जान दिने अनि यो कर्फ्यू तोडो भनेर तोड्न खोज्नु पनि खोज्छ अनि उतो गर्ने भन्नु त्यो नि हुन सक्छ। तिमीलाई चाहिँ के लाग्छ पर्सनली? तिमी एउटा होइन ठ्याक्कै त्यो आन्दोलनमै गएको र ठ्याक्कै जेनजीको ग्रुप भित्रको एकदमै सबभन्दा भनौँ न प्योर जेनजी र त्यो ग्रुपमा गएको र डिस्कटमा त्यहाँभन्दा अगाडिको ब्याकग्राउन्डहरूमा पनि इन्भल्भ भएको कारणले गर्दाखेरि कस्तो लाग्छ भन्नु त? यस्तो भयो त्यो ठ्याक्क जेनजेट पनि थिए त्यहाँ थिए, ठिक छ। तर ती बाहेक अरू पनि थिए कि। हामी त्यो कपाल पालेको एउटा अङ्कल हुन्थ्यो नगिन, म 3-4 जना थियौँ। हामीले भन्यौँ त्यो अङ्कल, त्यो अरूलाई पनि भन्यौँ। ती मान्छेहरू बाइकमै आउँदै थिए, के पिचोर यो छोड भन्दै। ती बुढा मान्छे पो त फेरि बाइक कुदाएर बुढा मान्छेहरू आएको थियो कि। अनि अब हाम्रो त त्यस्तो नेता टाइपको कोही थिएन नि त, सबै आफ्नो लिडर भनेर थियौँ, कोही नेता नबन्ने भनेर आएको थियौँ। अनि त्यसपछि के पिचोर भन्छ अनि पछाडि फेरि सबैजना यो दे छोड भन्दै कराउँदै कि। जेनजीले पनि त्यसमा चाहिँ भनिरहेको थियो फेरि भन्न चाहिँ। त्यो बिस्तारै बिस्तारै बढ्दै गयो कि। अनि अचानक पानीको फोराहरू सुरु हुन थाल्यो। अनि अब
भिड अगाडि गइसक्यो अनि हामी पनि अब धेरै अगाडि गइसक्यो हामी पनि अब जानु पाइने रहेछ भन्दै गइयो अनि जाँदाखेरि बाटोमा त्यो देखियो के त्यो पुलिसको बार हुन्छ नि लडिरहेको भुइँमा ए लु यहाँसम्म रहेछ पुलिस स्टप त ल त लडिरहेछ पुलिस स्टप त छोइन त्यहाँ रेकर्ड गर्छु मैले मोबाइलमा अनि त्यसपछि त्यो छोइन नि हेरि मैले लु रेकर्ड गरेर गयो ऊ पर अनि त्यो अलिअलि ग्यास धुवा जस्तो उडे देख्यो के अनि केही ज्वाला कि ग्यास जस्तो लागेको थियो भरे होइन असुर ग्यास हालेको रहेछ अनि हुँदा हुँदै अनि एम्बुलेन्स आयो अचानक उही उही गर्दै अनि मलाई घाइते भएछ भन्ने लाग्यो हामी त्यति बसिरहेथ्यौँ अनि एम्बुलेन्स आयो एक दुईवटा दिन आयो अनि त्यसपछि उता त्यो एम्बुलेन्स जब त्यो मान्छेहरू लिएर जब फर्क्यो नि फर्किँदाखेरि ठ्याक्कै हो त्यो एभरेस्ट हस्पिटल त्यही नजिकै छ क्या अगाडि 100 मिटरको आसपासमा अनि त्यो हस्पिटल त्यहीबाट भिडियो रेकर्ड गरौँ यसै सुरुमा चाहिँ फ्रन्ट लाइनको आसपास थियो त्यसपछि अलिक बिचमा परियो अनि सबै गइरहेको थियो कि यस्तो कस्तो हुँदैन यस्तो बसिरहेको थियौँ अगाडि सबै जान्छन् होइन ठ्याक्कै हेर्नु है ठ्याक्कै जान्छन् अनि ट्याक्क गएर उताबाट त्यो जब असुर ग्यास अथवा केही प्रहार हुन्छ नि अनि त्यो हामी यहाँ छौँ नि हामी त हेरेको छौँ भिडियो रेकर्ड गर्दै त्यो भिड गुडुडु कुदेर आउँछ कि हामीतिर सबै गइरहेको थियो सबै भिड आउँछ कि त्यो मौरीहरूले सबै गुडुडु भागे जस्तो नि अनि हामी पनि गुडुडु भाग्यौँ अलिक परसम्म अनि फेरि आउँछ उताबाट अर्को फेरि त्यही फर्किन्छन् फेरि फर्किन्छन् सबै त्यो लयमा तिमीहरू पनि सबै भइहाल्यौ त्यही भित्र परिहाल्यौँ कि जस्तै अब ती त छौँ हामी किन नगर्ने कत्रो भिड आउँछ पेलेर ठेल्छ नि क्या जस्तो भएर के भयो भने हामी नि गुडुडु भाग्थ्यौँ डराएर अनि फेरि उताबाट नि आइरहन्छन् अब फेरि ती आकाने अलिक अरे यता आएपछि फेरि जान्छन् उता अनि सबै जान्छन् अलिक त्यो त एक खालको छाल जस्तो भइरहेको छ है छाल जस्तो के पानीको छाल जस्तो पानीको समुद्रको छेउछाउमा त्यो टक्क आउँछ फुत्ता जान्छ टक्क आउँछ फुत्ता जान्छ जस्तै अनि फेरि जान्छन् फेरि आउँछन् त्यस्तै भइरहेको अनि संसद भवन गोली अनि जब गोली प्रहार भयो नि त्यसपछि त्यो संसद भवनमा अनि बोतलहरू हान्न थाल्यो कि संसद भवनको त्यो एरियामा भित्र अनि भित्रबाट धुवाएर आउनु थाल्यो अनि त्यो वाच टावर हुन्छ नि अनि वाच टावरमा कब्जा गरे त्यसपछि मान्छेहरूको नेपालको झन्डा बोकेर वाच टावर त्यो आर्मी त्यो टाइममा चाहिँ जेनजेटहरूले पनि थिए अरू पनि थिए तर सँगसँगै नै एकाकार भएरै लाग्न चाहिँ खालको होइन त्यहाँ गोली नचलेको भए के हुन्थेन भोलिपल्ट नर्मलै हुन्थ्यो ठ्याक्कै गोली चल्यो अनि त्यसपछि चाहिँ खासै गोली चलिहाल्नु पर्ने जस्तो थिएन है गोली बिनै मजाले नियन्त्रण हुन्थ्यो तर गोली चल्यो के गोली चलाउनु पर्ने नि ल त्यतिकै बुङ पार्ने के सबै चसेर भागिहाल्थ्यो नि त्यो असुर ग्यास देख्दै त भागिहाल्थे गोली चलाउने मान्छेले ताक्नु हान्नु पर्दैन थियो आकाशमा हान्ने अथवा त्यो यतिकै बारुद पड्काउने त्यो हरेक हुन्छ नि त डिफेन्स सिस्टम कहाँ सिधै एकैचोटि गोली हाल्ने हो त पुलिसहरू सिल्ड लिएर जाने त्यस्तो हो नि त अनि अब एकैचोटि गोली पड्केपछि त अनि त्यसपछि बोतलहरू हाने के भयो अब हामी ओडा हेरेको थियौँ हामीलाई थाहा थिएन अनि त्यो अगाडि गएको मैले एम्बुलेन्स भने नि त्यो एम्बुलेन्स जब फर्केर आउँदाखेरि चाहिँ अनि यहाँ गोली लाग्यो यहाँ लागेको मान्छेको देखि रगत थियो अनि मान्छेले यतिकै अनि त्यो यो चाहिँ गोली चलाएको भन्ने कुरा चाहिँ घुसपेट भएर आदेश आएको छैन यस्तो पुलिसले होइन भन्ने खालको पनि आइरहेको छ नि त त्यो भिडियो हामीले आँखेले देखिरहेको छौँ कसरी भन्नु ती अगाडि ट्याक्क तीबाट हानिरहेको ठङ्ग पाएर हानिरहेछ ठ्याक्कै पुरै अब हात जोड्दै यसो गर्दै गइरहने मान्छेहरू त्यो लडेको मान्छेले उठाउन त झन्डै नदिएको यसो गर्दै गएर बोकेर ल्याएका एम्बुलेन्स गएपछि अनि ऊ त गरेर लिएर आएका अनि एम्बुलेन्स सिधै पुलिसले नि छ सरकारले नि पेलेको छ एकदम त्यो आवश्यक नपर्ने ठाउँमा त्यस्तो भएको जस्तो लागेको छ होइन गोली हान्नै पर्ने चाहिँ आवश्यक चाहिँ थिएन गोली हान्नै पर्ने चाहिँ थिएन है त्यति नर्मल त्यस्तो ठुलो ल यो त तिमीले एकदमै प्रत्यक्ष रूपमा तिमी आफै त्यहाँ गएको र त्यो भिडभित्र बसेर तिमीले भन्यो होइन यहाँभन्दा अगाडिको त्यो ब्याकग्राउन्ड चाहिँ कस्तो थियो त्यो बारेमा अलिकति तिमीले अगाडिको हाम्रो पाठमा अलिकति कुरा भएको थियो होइन यहाँभन्दा अगाडिको भनौँ न त्यही भोलिपल्ट 2-3 दिन अगाडि त्यो हामीले सोसियल मिडियातिर होइन जेनजीको विद्रोह छ अथवा आन्दोलन छ भन्ने खालको आइरहेको थियो जताततै त्यो अरू देश तर पनि अब इन जेनरली मान्छेले शिक्षक आन्दोलन भएको छ होइन राजावादीहरूको आन्दोलन भएको छ दुनियाँ आन्दोलन भइरहेछ यो पनि अब एकचोटि प्रयास गर्छन् फेरि हुन सक्छ भन्ने खालको पनि प्राय मान्छेले लिएको जस्तो खालको थियो होइन सोचेन इभन जेनजीहरूले पनि सोचेको थिएन कोही जेनजीले नै सोचेकै थिएन नि कहाँ यस्तो हुन्छ भनेर नर्मल शान्तिपूर्ण आन्दोलनको एम लिएर गएको उहाँ पुगेपछि त्यसको ठुलो विकट रूप लियो कि त्यसपछि गाह्रो भयो ओके थिएन होइन तर नभए तापनि होइन बङ्गलादेशको अनि उता श्रीलङ्काको उता इन्डोनेसियाको घटनाहरू हुँदै थाहा पाएका थिए होइन सबैले थाहा पाएका थिए त्यो सम्बन्धी ट्रेन्ड चलि आएर अनि त्यही अनुसारले त्यो नेताहरूको छोराछोरीहरूको त्यो अवस्था ठुलो महँगा
चप्पल ब्यागहरू अब ती आएका छन्। अब त नेताहरूको तलब ती संसदहरूको तलब भने कति नै हुन्छ लाख पनि हुँदैन नि, त्यस्तै मुनि नै हुन्छ अन्डरमै। तर अनि त्यत्रो छ, त्यो त पुरै लग्जरी लाइफ के, अब स्रोतै छैन, कहाँबाट आयो केही थाहा छैन। अनि त्यसरी एक्सपोज गर्न थाल्यो, अनि त्यसपछि त्यो भएपछि अनि सोसियल मिडिया ब्यान गर्ने भन्ने कुरो भयो। अदालतले सोसियल मिडिया ब्यान गर्न भनेर आदेश पनि दिएको थिएन अरे। अदालतले त्यसलाई के अरे अलिकति त्यो मिलाउने रेगुलेट गर्ने भनेर आदेश दिएको, तर ब्यान्डै गर्दै के त्यो त्यस्तो भएर अनि त्यसपछि आन्दोलन भएको। अनि नर्मल आन्दोलनलाई एकैचोटि आन्दोलन गर्नेलाई पनि थाहा छैन यस्तो हुन्छ भनेर, आन्दोलन गर्नेलाई पनि थाहा छैन, न ती नेताहरूले सोचेका थिए न पुलिसहरूलाई थाहा थियो। सबै नर्मल आन्दोलन झन् केटाकेटीको आन्दोलन के हुन्छ भन्ने जस्तो नि, आफैले पनि कहाँ थियो त नर्मल आन्दोलन गर्ने, यति कराउने आन्दोलन गर्ने फर्किने त्यस्तो थियो नर्मल त्यो। तर त्यहाँभन्दा अगाडिको चाहिँ नि ब्याकग्राउन्ड चाहिँ जस्तै अब एक हप्ता अगाडिदेखि नै तिमीले भन्यौ नि टिकटकतिर अब प्लान ए 1 यो गर्ने, प्लान बी यो गर्ने अथवा यस्तो गर्ने, अनि सिडिओ कार्यालयमा चाहिँ हामीले चाहिँ होइन इन्फर्मेसन दिने, पर्मिसन लिने भन्ने खालको तिमीले सबै सिनेरीमा तिमी प्रत्यक्ष रूपमा इन्भल्भमेन्ट छौ नि त होइन? सुरुदेखि नै थिएँ। त्यो जब त्यो ट्रेन्ड सुरु भयो नि त्यसपछि अलिक बिस्तारै एउटा डिस्कर्ड ग्रुप बनाउने भनेर चलो, त्यो डिस्कर्ड ग्रुपमा सुरुदेखि नै जोइन भयो क्या म। त्यो ट्रेन्डमा त्यति थिइनँ, त्यो डिस्कर्ड ग्रुप बनाउने त्यो अलिअलि देखिरहन्थ्यो ट्रेन्ड, डिस्कर्ड ग्रुपको लिङ्क आयो। अनि म त अब के रहेछ भनेर अब के थाहा यस्तो हुन्छ भने के रहेछ भनेर गयो, जोइन भयो, धेरै ऊ त भइरहेको छ। अलिअलि राजनीतिमा मलाई पनि चासो थियो, अनि म पनि अलिअलि भने, अनि हुँदै हुँदै धेरै कुरा भइरहेको हुन्थ्यो कि धेरै मान्छेको त्यहाँ। जतिखेर त्यो खोलो डिस्कर्ड त्यहाँ च्याट भइरहेको हुने, भइरहेको हुने, खाली चाहिँ नहुने कि अहिले पनि भइरहन्छ होला, भइरहेकै छ, त्यो खाली हुँदैन, के भइरहेको हुन्छ। त्यस्तै अब त्यहाँ यसो हेर्दाखेरि अब सबै आफ्नो कुरा राख्छ नि त, के भएर त्यो निष्कर्ष भन्नुपर्दा चाहिँ अब अलिकति बुझ्नेहरू पनि थियो नि त। अनि ट्याक्क ल पर्मिसन लिने, अनि कहाँ जाने, कहाँदेखि सुरु गर्ने, कति बजे के शान्तिपूर्ण गर्ने भनेर पुरै शान्तिपूर्ण गर्ने भनेर चाहिँ फैलाएको थियो सुरुदेखि नै, डेन्जर हुनसक्छ भनेर सुरुदेखि नै फैलाएको थियो। अनि बिस्तारै गएपछि चाहिँ बढ्दै गयो कि अब त्यस्तो केही सोचेकै त्यस्तो थिएन नि त। नर्मल गर्ने, फर्किने माइती घरदेखि त्यो एभरेस्ट होटलसम्म पुग्ने, अनि एभरेस्ट होटलदेखि फेरि फर्केर माइती घरतिर आउने, अनि हाम्रो आन्दोलन समाप्त हुन्छ भन्ने जस्तो कुरो थियो। तर अन्तिममा त्योभन्दा ठुलो विकट रूप लियो त्यसले होइन, त्यतिमा सीमितै रहेन त्यो बढेरको। त्यो जस एक हप्ता अगाडिदेखि त्यो यो विषयमा चाहिँ यो आन्दोलन गर्ने, यो टाइममा गर्ने अथवा यो दिन गर्ने होइन गर्ने भनेर यसो फैलिएको थियो। सेप्टेम्बर 8मा गर्ने भनेर फैलिएको, त्यही पनि ठ्याक्कै एउटा मान्छेले फैलाएको होइन, लिडर कोही थिएन। यतिकै नर्मल्ली यतिकै भन्दा भन्दै त्यो बिस्तारै बढ्दै गयो। त्यो आन्दोलनको दिन पनि कसैले सोचेको थिएन आउने भनेर, अलिअलि सामान्य आउने भनेर हामी पनि, म पनि जाने भनेर बिहानैदेखि गएको। अब बिहानैदेखि जाने, अनि 9 बजेदेखि 1-2 घन्टा 2-3 घन्टा आन्दोलन गरेर अनि फर्किन्छ, अनि अर्को टोलीहरू आउँछन् गर्छन् भन्ने भएको थियो। हामी गयो, अर्को टोली त कहाँ आउनु, त्यो भिडमा छिरेपछि मान्छे यति बढे के सोसियल मिडियामा त सबै फैलिएको हुन्छ, बढेको बढे अगाडि त्यो तोडिदिए गएपछि जब गोली चल्यो अन्त झन् खतरा डेन्जर भयो। अनि त्यो पहिलो दिन त्यस्तो अप्रत्यक्ष रूपमा होइन, अनएक्सपेक्टेडली गोली चल्यो, मान्छेहरू भयो होइन। त्यो घटनाले गर्दाखेरि चाहिँ सेकेन्ड डे चाहिँ एस्केलेट भएर गयो होइन। सेकेन्ड डे केही हुनेवालै थिएन। फर्स्ट डे नर्मल शान्तिपूर्ण आन्दोलन हुन्थ्यो, मान्छे फर्किँदै घर सबै नर्मल थियो, पहिले अनुसार चल्दै जान्थ्यो। यो यसमा घुसपेट छ, विदेशीको हात छ, यो प्लानिङ योजनाबद्ध हो, एकदम कन्स्पिरेसी षड्यन्त्र तरिकाले आइरहेको छ नि, हो कि न? अहिले आएर अब यो चाहिँ हो कि होइन, त्यो मिडियामा अलिअलि त्यो भिडियोहरू राखेर जुन भाइरल भएछ नि, त्यो चाहिँ त्यहाँ पानीहरू बाँड्ने त्यो सुरक्षाको लागि आएका हुन् तिनीहरू चाहिँ। जस्तै अब असुल ग्यासहरू प्रार भयो भने त अब त्यो छोप्नका लागि आएको हुन् कि, ती कोही साफ सुटर होइनन्, ती नर्मल मान्छे हुन्। ती पानी दिने, ती सहयोग गर्ने, जस्तै असुल ग्यास प्रार हुँदाखेरि त अब नर्मल मान्छेको त्यस्तो छाला पोल्छ, तिनीहरूको त सबै छोपेको हुन्छ। अनि त्यो छोपेकोलाई देखाएर यतिकै जुम गरेर अनि यो भनेको चाहिँ साफ सुटर आएछन् भन्छन्। बन्दुक सन्दुक केही छैन, त्यो मलाई त त्यो लागिरहेको थियो सुरक्षाको लागि आएका हुन्। त्यसलाई अब ती बिगार्ने ग्रुपले बिगारे के, त्यो चाहिँ हो त्यस्तो भएको। अनि त्यो नर्मल आन्दोलन हुन्थ्यो, अनि सकिन्थ्यो के, दोस्रो दिन केही हुने थिएन।